आज म आफैले बनाएको है अब आफ्नै बारीमा आफ्नै मिहिनेतले बनाएको काउलीको तरकारी बनाउँदैछु हैन। अनि यो काउलीको तरकारीमा फेरि यो आफैले बनाएको भएर होला कुनै बिसादिन छैन नि त। त्यो भयो हुनाले मैले यो डाँठ पात सबै राखेर बनाउँछु कि तातो पानीले सर्र पखालेर बनाएपछि है एकदम राम्रो लाग्छ। अनि पकाउँदा पकाउँदा एउटा कुरो याद आयो क्या मलाई। फेसबुक यसो हेरेको है, आज म फलाना फलानीको बिहामा बिहेको केही झलकहरू भनियो हैन। अनि कसको बिहे रहेछ त, दुलादुलै कस्ता रहेछन् त भनेर मैले यसो निहाल्दै हेर्दै गएको हैन। त्यो फलाना र फलानीको फोटो त एउटा पनि छैन क्या दुलादुलैको। कमसेकम बिहेमा गइसकेपछि त दुलादुलैको फोटो पनि राख्नु न। सके सुरुमै राख्नु, सकिएन लास्टसम्म भयो भने राखिदिनु। मलाई अचम्म लाग्यो क्या। आफ्नो फोटो मात्रै छ क्या सिरानदेखिको पुछारसम्म। यता फर्किएर खिचेको छ, उता फर्किएर खिचेको छ, भएन र टिकटकहरू बनाएको छ। दङ्गै पर्नु क्या। जसको बिहेमा गएको उसको फोटो त राखिदिनु न हो।